स्वागत छ। आज हामी श्रोताहरूले दिनुभएको सामग्रीको आधारमा एउटा निकै चाखलाग्दो र अलि गहिरो विषयमा कुरा गर्दैछौँ। नमस्ते। विषय छ के नेपालका पहिलो किराँत राजा मानिने यलम्बर उहाँ साँच्चै महाभारतको त्यो कुरुक्षेत्र युद्धमा जानुभएको थियो त? हो, यो प्रश्न निकै उठ्ने गर्छ। किनभने स्रोतहरू हेर्दा एकातिर एकदमै चलेको कथा छ हैन, अनि अर्कोतिर चाहिँ ऐतिहासिक समय हेर्दा कुरा अलि मिल्दैन कि जस्तो पनि देखिन्छ। बिल्कुल। त्यही भएर आज हामी यही स्रोतहरूले के भन्छन् त्यसैलाई अलि केलाएर हेर्ने प्रयास गरौँ न त। हुन्छ, हाम्रो उद्देश्य पनि त्यही हो। स्रोतहरूमा जे छ तथ्य, कथाहरू, विश्लेषण, त्यसलाई सकेसम्म सन्तुलित रूपमा राखेर एउटा स्पष्ट चित्र दिने कोसिस गर्ने। ल, त्यसो भए सुरु गरौँ है त। गरौँ। त्यो एकदमै चलेको कथाबाटै सुरु गरौँ न। स्रोतमा भनिए अनुसार यलम्बर महाभारत युद्ध हेर्न जानुभएको रे। हेर्न वा कसैको पक्ष नलिन, तर हार्ने पक्षलाई चाहिँ साथ दिन्छु भनेर। हो, त्यस्तै सुनिन्छ। अनि भगवान कृष्णले उहाँको शक्ति, त्यो 3वटा बाणको कुरा आउँछ नि, जसले एकैछिनमा युद्ध सिद्ध्याउन सक्थ्यो भन्ने छ। हो, त्यो देखेर रोक्नु भयो रे। अनि ब्राह्मणको भेषमा आएर उहाँसँग शिर माग्नुभयो भन्ने कथा त हामीले सानैदेखि सुनेको जस्तो लाग्छ हैन त? हो, यो कथा एकदमै लोकप्रिय छ, नेपाली समाजमा गहिरोसँग बसेको छ। तर जब हामी स्रोतहरूमा दिएको त्यो ऐतिहासिक समय हेर्छौँ नि, त्यहाँनिर चाहिँ अलिकति प्रश्न उठ्छ के। कस्तो प्रश्न? स्रोतहरूले के भन्छन् भने किराँत शासनको सुरुवात लगभग ईसा पूर्व 800 तिर भयो। 800 ईसा पूर्व? हो, लगभग त्यति बेला। अनि महाभारत युद्धको समय चाहिँ यसमा पनि विभिन्न मत छन्, तर पनि त्योभन्दा धेरै अगाडि मानिन्छ हैन? हो, धेरै पहिले, हजारौं वर्ष पहिले भएको हुन सक्ने अनुमान छ। अब हेर्नुस् त, ईसा पूर्व 800 र त्यो भन्दा हजारौं वर्ष पहिले। ओहो, समयको ग्याप त एकदमै ठुलो भयो नि। हो, यही समयको अन्तरालले गर्दा यलम्बर भौतिक रूपमै कुरुक्षेत्रमा हुनुहुन्थ्यो भन्ने कुरालाई ऐतिहासिक तथ्यले चाहिँ समर्थन गर्दैन भनेपछि ऐतिहासिक हिसाबले त सम्भव देखिएन। ऐतिहासिक कालक्रम अनुसार त्यस्तो देखिन्छ, तर लोक परम्परा र पुरातात्विक प्रमाण बीच यस्तो फरक देखिनु नौलो कुरा चाहिँ होइन है। हो नि, कति कथाहरू त्यस्ता हुन्छन्, समयको यो फरकले त कथालाई अर्कै मोड दिने भयो। अनि स्रोतहरू हेर्दा अर्को एउटा उस्तै कथा भएको पात्रको पनि कुरा आउँछ क्यारे? हो, आउँछ। घटोत्कचको छोरा भीमको नाति बर्बरीकको। एकदम। बर्बरीकको कथा स्रोतहरूमा के छ भने बर्बरीकसँग पनि त्यस्तै खालको शक्ति थियो रे, 3वटा अचूक बाण। उस्तै। जसले युद्ध जता पनि ढल्काउन सक्थ्यो। अनि उनलाई पनि कृष्णले रोकेर शिर मागेको कथा छ। ल, यो त गजबकै समानता भयो त। यल्लम्बर र बर्बरीकको कथा त उस्तै पो सुनियो। हो नि, यो समानता निकै चाखलाग्दो छ। के स्रोतहरूले यस्तो कसरी मिल्यो होला, अथवा यो कथा मिसिएको हो कि भनेर केही भन्छन्? स्रोतहरूले सिधै यसरी मिसियो भनेर त किटान गर्दैनन्, तर यस्ता कथाहरू कसरी बन्छन्, कसरी फैलान्छन् भन्ने कुरा बुझ्न चाहिँ मद्दत गर्छन्। कसरी? जस्तो बर्बरीक त महाभारतकै पात्र भए हैन? उनको कथा र यलम्बरको कथाको यो समानताले के देखाउँछ भने समय बित्दै जाँदा फरक ठाउँका वीरहरूका कथाहरू एक आपसमा मिसिन सक्छन्। अथवा एउटा कुनै एकदमै चलेको कथाको ढाँचा अर्को महत्त्वपूर्ण पात्रमा पनि लागू हुन सक्छ। भनेको यलम्बर त किराँत इतिहासमा महान राजा, वीर योद्धा हुनुहुन्छ। हो, एकदम। उहाँको वीरता देखाउन महाभारत जस्तो ठूलो कथासँग जोड्नु स्वाभाविक लाग्यो होला लोकमानसलाई। हो, त्यो सम्भावना निकै बलियो देखिन्छ। लोक कथाहरूको प्रकृति नै त्यस्तै हुन्छ। तिनीहरूले ऐतिहासिक घटनाको ठ्याक्कै टिप्नुभन्दा पनि सांस्कृतिक भावना, आदर्श, पहिचान जस्ता कुरालाई बढी महत्त्व दिन्छन्। बुझियो। भनेपछि स्रोतहरू केलाउँदा यस्तो देखियो, यल्लम्बरको कथाको ऐतिहासिक प्रमाण त थिएन, तर त्यसले बोकेको सांस्कृतिक महत्त्व र पहिचान चाहिँ ठुलो रहेछ। त्यसो भए यी सबै स्रोतहरूलाई एकै ठाउँमा राखेर हेर्दा निचोड के भन्न सकिन्छ? एकातिर यलम्बर र कुरुक्षेत्र बारे मान्छेको मनमा गढेको विश्वास र कथा छ, अर्कोतिर ऐतिहासिक समय मिल्दैन, अनि बर्बरीकको कथासँग पनि मिल्दोजुल्दो देखिन्छ। निष्कर्षमा हामीले के बुझ्नुपर्छ भने लोक विश्वास, लोक परम्परा एकातिर हुन्छ, अनि ऐतिहासिक वा पुरातात्विक प्रमाणले दिने जानकारी अर्कोतिर हुन सक्छ। दुवैको आफ्नो ठाउँ र महत्त्व छ। एकदम। स्रोतहरूले यलम्बर कुरुक्षेत्र
ऐतिहासिक पुष्टि नगरे पनि यो कथाले बोक्ने जुन सांस्कृतिक अर्थ छ नि, किराँत समुदाय र समग्र नेपाली इतिहासमै यलम्बरको जुन सम्मानजनक स्थान छ, त्यसलाई यो कथाले अझ बलियो बनाएको हुन सक्छ। यो कथा सायद ऐतिहासिक घटनाको रिपोर्टिङ भन्दा पनि एकजना वीर पुर्खाप्रतिको सम्मान र उहाँको शक्तिको एउटा प्रतीकात्मक बयान हुन सक्छ। यो विश्लेषणले कुरालाई निकै स्पष्ट पार्यो। अब श्रोताहरूले पनि यो कुरामा सोच्न सक्नुहुन्छ होला कि आखिर ऐतिहासिक तथ्य जे भए पनि यलम्बर र कुरुक्षेत्र युद्धको यो कथा यति धेरै लोकप्रिय किन भयो? खास गरी किराँत समुदायमा यसको यति गहिरो जरा किन बस्यो?